खड्गप्रसाद ओली एउटा क्रूर हिंस्रक र पटक्कै अपराधी भएको पुष्टि गर्ने एउटा ऐतिहासिक कानुनी दस्तावेज फेला परेको छ। टङ्क दाहाल र भीम उपाध्यायले सामाजिक सञ्जालमा सार्वजनिक गरेको यो ऐतिहासिक दस्तावेज हेर्दा प्रष्ट रूपमा थाहा हुन्छ कि खड्गप्रसाद ओली राजनीतिक मुद्दामा 14 वर्ष जेलमा गएका थिएनन्। उनी त 2 जना व्यक्तिको हत्या र डाका मुद्दामा दोषी ठहर भएर 14 वर्ष जेलमा बसेका रहेछन्। कुनै बेला वर्तमान राष्ट्रपति तथा तत्कालीन काङ्ग्रेसका नेता रामचन्द्र पौडेलले तनहुको एउटा सभामा दिएको यो अभिव्यक्ति एकपटक सुन्नुहोस्। प्रधानमन्त्री केपी ओली उहाँलाई चाहिँ लोकतन्त्रको लागि 16 वर्ष बसे 14 वर्ष बसे भनेर कसैले भन्नुभयो होइन, ज्यान मुद्दामा बस्यो 14 वर्ष, कहाँबाट लोकतन्त्रको लागि बस्यो। यो सुन्दाखेरि के होला जस्तो लागेको थियो, पुरै विश्वास लागेको थिएन। तर रामचन्द्र पौडेल जस्तो एउटा त्यागी नेताले बोलिसकेपछि होइन होला भनेर पनि शङ्का गर्ने आधार थिएन। तर पछि दुर्गा प्रसाईले पनि पटक पटक यस्तो भन्ने गरेका थिए। तर केपी शर्मा ओली यस्तो एउटा नेता हो नि, 14 वर्ष परिवर्तनलाई जेल बसेको नेता हो नि त। हाम्रो हजुरबुवा मारेर बसेको ज्यान मुद्दामा कस्तो खालको कुरा हुन्छ। मेरो हजुरबुवा विष्णुप्रसाद विमलीलाई मारेर जेल बसेको कुरो बुझ्नुभयो। धर्मप्रसाद ढकाललाई ज्यान मारेर जेलमा बसेको उति झापा जिल्ला अदालतमा फाइल छ। दुर्गा प्रसाईको कुराको त खासै विश्वास गर्न सकिँदैन थियो। तर रामचन्द्र पौडेलले पनि पहिला भनेको कुरालाई दुर्गा प्रसाईले दोहोऱ्याएको कारणले गर्दाखेरि यो साँच्चीकै हो कि भन्ने सबैलाई लागिरहेको थियो। तर अहिले सामाजिक सञ्जालमा यसरी ऐतिहासिक तथा कानुनी अदालती दस्तावेज नै सार्वजनिक हुँदा त यो आरोप साँचो रहेछ भन्ने कुरा पुष्टि भएको छ। अब एकपटक यो ऐतिहासिक कानुनी दस्तावेजलाई राम्रोसँग हेरौँ। यो दस्तावेज हेर्दाखेरि खड्गप्रसाद ओली विरुद्ध रुद्रकान्त राजवंशी र धर्मप्रसाद ढकाल समेतलाई मारेको अभियोगमा विशेष अदालतमा ज्यान मुद्दा र डाका मुद्दा दायर भएको देखिन्छ। उक्त मुद्दाको फैसला गर्दै विशेष अदालतले धर्मप्रसाद ढकाल समेत मरेको ज्यान मुद्दामा मिति 2030 12 महिना 11 गतेको दिनमा 10 वर्ष कैद र 9,330 रुपैयाँ जरिवाना हुने फैसला गरेको देखिन्छ भने रुद्रकान्त राजवंशी मरेको ज्यान मुद्दा र डाका मुद्दामा विशेष अदालतले मिति 2030 12 महिना 15 गतेमा 9 वर्ष कैद र 5,250 जरिवाना हुने फैसला गरेको देखिन्छ। त्यसपछि अभियुक्त खड्गप्रसाद ओली पूर्वाञ्चल क्षेत्रीय अदालतमा फरक पुनरावेदन लिएर गएका रहेछन्। तर पूर्वाञ्चल क्षेत्रीय अदालतले पनि मिति 2032 7 महिना 20 मा रुद्रकान्त राजवंशी मारेको ज्यान मुद्दामा विशेष अदालतको फैसलालाई सदर गर्दै थप 7 वर्ष 6 महिना कैद तथा थप रु 525 रुपैयाँ जरिवाना सुनाएको रहेछ। त्यसै गरी धर्मप्रसाद ढकाल समेत मरेको मुद्दामा थप 1 वर्ष कैद सजाय र रु 933 जरिवाना सुनाएको रहेछ। भनेपछि कुलमा 27 वर्ष 6 महिनाको कैद सजाय र 16,040 रुपैयाँ जरिवानाको सजाय सुनाएको रहेछ। त्यसपछि अभियुक्त खड्गप्रसाद ओलीले हत्या र डकैती स्वीकार गरी मलाई केवल 10 वर्षको कैद मात्रै हुनुपर्ने भन्दै पुनरावेदन दिएकोमा अदालतले अस्वीकार गरेको रहेछ। यसरी 27 वर्ष 6 महिनाको कैद सजाय सुनाइएकोमा उनी 14 वर्ष जेलमा बसिसकेपछि राजाले आम माफी दिएका रहेछन्। त्यसकारण अझै पनि कैद भुक्तान गर्न बाँकी नै रहेको प्रष्ट रूपमा देख्न सकिन्छ। तर स्मरण रहोस् साथीहरू, यहाँ मारेको भन्ने शब्द प्रयोग गरिएको छैन, मरेको भन्ने शब्द प्रयोग गरिएको छ। भन्नुको मतलब हत्या गरेको प्रत्यक्ष दोषी प्रमाण भेटिएको छैन। तर पछि अनुसन्धान गर्दा खड्गप्रसाद ओली पनि दोषी ठहर भएको देखिन्छ।
त्यसै गरी यहाँ मुद्दा नम्बर तथा कानुनी आधार पनि प्रस्तुत गरिएको देखिएन। खास गरी यहाँ खड्ग प्रसाद ओली मात्रै भनिएको छ, तर केपी शर्मा ओलीको पूरा नाम खड्ग प्रसाद शर्मा ओली भनेर अहिले आधिकारिक रूपमा नागरिकतामा उल्लेख भएको छ। अब यहाँ उल्लेख गरिएको खड्ग प्रसाद ओली र खड्ग प्रसाद शर्मा ओली एउटै व्यक्ति हुन् कि फरक व्यक्ति हुन्, यो अनुसन्धानको पाटो हो। अब पहिला हत्या गर्ने बेलामा खड्ग प्रसाद ओली नै भएर पछि आफू बाँच्नको लागि नागरिकतामा नाम समेत संशोधन गरेर खड्ग प्रसाद शर्मा ओली बनाएका पनि हुन सक्छन्। त्यो के हो यसको अनुसन्धान गरियोस्। यस्तो ऐतिहासिक दस्तावेज सार्वजनिक गर्ने टङ्क दाहालले यो ऐतिहासिक दस्तावेज साँचो हो र आधिकारिक हो भनेर छिटोभन्दा छिटो पुष्टि गरेर देखाउन्। यदि साँच्चीकै पुष्टि गरेर देखाए भने 2 जना व्यक्तिको हत्या गरेको आरोपमा र डकैती गरेको आरोपमा 14 वर्ष जेल सजाय भोगेको एउटा पटके अपराधी 4 पटकसम्म देशको प्रधानमन्त्री कसरी बन्यो? के त्यस्तो अपराधीको नैतिक पतन भएको थिएन? कृपया यसको अनुसन्धान छिटोभन्दा छिटो होस्। यदि यो दस्तावेज साँच्चीकै साँचो र यथार्थ पुष्टि भयो भने अहिले 19 जना जेन्जी भाइ बहिनीहरूलाई ताकी कञ्चटमा गोली हानेर हत्या गर्न तथा नरसंहार गर्न यस्तो पटके अपराधीलाई कुनै आइतबार भएन। त्यसकारण अहिलेको जेन्जी नरसंहारको मुद्दामा पनि छिटोभन्दा छिटो अनुसन्धान होस्। जय मातृभूमि।